भजन आयो सबको मनै हर्ने सबको मन हर्ने होइन छ शत्रुलाई मार्ने शत्रु मात्रै मार्ने होइन साथै उसलाई तार्ने द्वेष घमण्डलाई पाउ उनी पार्ने नारायण यो मन्त्र यसो छ त्यसै उठेको होइन चुम्बन ठाले यो भजन त्यसै गाएको होइन नौडाउ खट्टाले कहिलेमा काहीँ शीतल हुन्छ तोरीको गड्डाले नारायण यो बाबु सम्झन बिर्स यो चाहिँ कुरो सम्झन बिर्स यस्तै भजन कीर्तन गर्दै गर्दै परमात्मा प्रभु नारायण अझ श्री सत्यनारायण भगवानलाई आह्वान गरेर हेर यो आँगनी कति राम्रो भयो कहिले दर्शन नपाएका अनुहारहरूसँग दर्शन मेरो एकैछिनको साजनाको सङ्गतले पनि यो लोक परलोक सफल भएर एका दिन त बाबु नारायण भएको न छ मधुराको फुलो चलाउ खुसी हुन्छन् भोला नारायणलाई फुलको दाना सूर्यलाई सबै दिन्छन् भोला नारायण फरक पर्दैन यो पौरमा फरक पर्दैन यस्तो मानिस देखा यो जगतमा पाइन हजुर हाम्रो भाग्य
यसै प्रिय मण्डलमा यस्तो रमाइलो भगवान नारायणलाई आह्वान गरेर जब इष्टमित्र सारा ढाकेर भजन कीर्तन गर्ने श्री सत्यनारायण भगवानलाई पनि बोलाउने भनिकन सारा वरपर निमन्त्रणा गरिकन आज हाम्रो पनि जब उहाँहरूले गर्दाखेरिमा यसरी भेटघाट भयो। नारायण दैवासन जगले भेटै भयो दैवासन जगले यसरी चलेको आज हेर यो गाई सार्ने भैँसी सार्ने बडो चाहिँ वृन्दावन धाम जस्तो धार्मिक पल्लो छेउमा गौशाला भए पनि के भए पनि आखिरमा आज हेर नदी सारण्य क्षेत्र वृन्दावन जस्तो भएको छ। नारायण बाबु देख्दै रमाइलो देख्दै रमाइलो आज भोलि बडो कर्म यो जब ब्राह्मण कर्म गरिएको छ यो ब्राह्मण कर्म गर्दा आज हेर भोलि व्रतबन्धादि कर्म हुने जब ब्राह्मण कर्म गर्नलाई गुरुकुलमा पठाउनको लागि राम्रो शिक्षा दीक्षा दिनको लागि व्रतबन्धको आयोजना गरेर यसका मण्डलमा भोलि बडो चाहिँ ठुलो एके हुँदैछ। नारायण बाबु जाउँ हिँडा हेर्नलाई सबैजना जाउँ हिँडा हेर्न आजलाई फेरि एकछिनपछि आउने अहिले प्रसाद ग्रहण गरेर जब चाहिँ फेरि आएर यही भजनलाई सुचारू गर्दै गर्दै जाने अब फेरि एकैछिन विश्राम गरेर नारायण विश्राम एकछिनलाई सबैजना विश्राम एकछिन